भीम उपाध्याय के भन्दैछन् सुनौ है त रवि लामिछानेको बारेमा। समकालीन नेताहरूमा सबैभन्दा इमान भएको नेता रवि लामिछाने नै हुन्। आखिर खुला हृदय त रविको नै रहेछन्। रवि लामिछाने त्यो बेला भोलि चितवन गएर मनका कुरा बोल्छु भन्दै थिए। तर अघिल्लो दिन नै अदालतले उनको धरोटीमा रिहा गर्ने आदेश बदर गरिदियो। त्यसको केही घण्टामै प्रहरी उनको शयन कक्षमा पुग्यो। पक्राउ गर्न गएकासँग पक्राउ कुर्सीसम्म थिएन, तर रविले भने, अहिले नै लेख्नुस्। केही छैन, म जहाँ बन्यो त्यही जान तयार छु। मध्यरातमा जेल चलन गरिएका रविले म प्रति प्रतिशोध गरियो भने, तर मेरा लागि सडकमा टायर बाल भनेनन्। सिंहदरबार हेर्न जाउँ भनेनन्। उनले पटक पटक म न्यायालयको सम्मान गर्छु भनिरहे। राति उनको प्रेसर अत्याधिक उच्च थियो, तर पनि उनी म अस्पतालको क्याबिन बेडमा बस्छु भनेनन्। उनी जेलकै खाटमा सुते। भैरहवाको चर्को गर्मीमा उनलाई जस्ताको छानामुनि राखिएको थियो। जुन कोठामा उनी थिए, त्यहाँ एउटा च्याल थियो, तर यसैमा पनि बाहिरकाले देख्छन् भनेर फ्लाई ठोकिएको थियो। पानी पर्दा रवि सानो चरबाट बाहिर हात निकाल्थे र खसेका थोपाहरूलाई अनुभूत गर्थे। र पनि उनी जहिले ऊर्जाशील रहे। सकारात्मक सोचे। उनको मुस्कान त्यो अँध्यारो कोठारीले कहिल्यै खोज्न सकेन। आज पनि रवि अदालत गएका छन्। एउटा मुद्दा फिर्ता गर्ने कि नगर्ने भन्नेसम्मको निचोड यतिका महिनासम्म लम्बिएको छ। तर पनि तारेक गाउन जाँदा रवि उस्तै ऊर्जा लिएर जान्छन्। उस्तै मुस्कान सहित जान्छन्। ठुला छाती त रविको नै रहेछ। जहाँ दुःख, सुख, अपमान, सम्मान सबै अट्ने रहेछ। अरू नेताहरूले सिकुन्।